हेलो गुड मर्निङ सबैजनालाई। म चाहिँ आज बिहान नै उठेर देवीर जनाथनको स्कुलमा आज कुकरी सो भन्छ नि त्यो खानाहरू पकाउने सेफको जस्तो लुगा लगाएर आफ्नो आफ्नो कल्चरल खानाहरू अनि त्यस्तो आज कोही कम्पिटिसन रहेछ। यिनीहरूको म तयार गर्दा हैरान भएँ। जनाथनको फापरको रोटी, चम्फा, घिउ, चिनी, नुन, दुध, डेभिडको लागि चिउरा, अनि यो मटर निवारी अरे उसको चाहिँ, अनि टपराहरू ल्याइदिएँ होइन। डल्ला त म खाना पाक्दैछ। मैले चाहिँ तातो पानी खाइसकेँ। अब खाऊ खाजा। डलर बिहानबाट आत्तिरहेको छ बाहिर जानुको लागि। यस्तो यो मिठो भएछ। अब यसमा निम्बु निचारिदिन्छु म होइन। यो निम्बु निचारेर तर मैले मटर पनि एक्स्ट्रा बनाइदिएँ ल। खाएर पठाउनु पर्छ। दुध आज नखाओस्, आज मै नै खाऊ। गर्मी छ, चिसो मै। ल तेरो दुध पी। मिठो राम्रोसित गर्नु। तेरो चाहिँ कुकुरी सोमा त्यो खालि हालिस् तैँले पत्ताहरू पत्ताहरू झन् उतै छेउमै लगेर राखिदिएको छु भाइ। जुन चिज चाहिँ किनेर ल्याएको त्यही लगेन भने त खै। डर लाग्यो क्या। म चाहिँ आएको अब मस्तै जान्छु। आज धेरै दिनमा बौद्धा सागा धावा त्यो चल्दैछ 1 महिनाको। अब त्यसमा आज चाहिँ खै जान मन लाग्यो। अनि आज गएर म जति कुरा हुन्छ भन्नु गरेर आउँछु। आएर कोही त छैन घरमा। अब एक्लै के बसिराख्नु। त्यो दिदीमा नि एकछिनमा निक्लिहाल्छ। त्यो भएर चाहिँ निक्लेको म पनि वक गर्छु। के हो त्यो खाना है मैला होला नि। कसरी मैला हो? म चाहिँ बौद्ध आइसकेको छु। अब चाहिँ भित्र पसौँ होला। धेरै दिनमा आएँ म आज। धेरै दिन बौद्ध नआएको त भनौँ भने 2 महिना 1 महिना त भयो होला स्योर। 1 महिना पछि म आउँदैछु। हावा शाखा भन्ने चल्दैछ कि यहाँनिर। यो चाहिँ एकदम पवित्र मन्थ अरे। दर्शन गर्नुहोस् सबैजनाले। यस्तो छ। म पनि सोही हिँड्ने होइन। दस कुरा पुरा भयो। अब 11मा म हिँड्दैछु। आज 11 गर्छु। भोलि पनि अब आउनु पर्ला 11 कुरा गर्नु। आज चाहिँ 11 कुरा शीतल रहेछ र दिन। छाता पनि लिएर आएको मैले त। 11 कुरा ट्याक्कै अब स्टार्ट भयो। 10 कम्प्लिट भएर पानी परेन धन्न। पानी परेको भए चाहिँ फेरि बिजोग हुन्थ्यो। ल्याच 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 होइन। ठिकै छ। पवित्र महिना हो अरे यो चाहिँ सागा दावा भन्ने। मलाई चाहिँ त्यति डिटेल्समा केही थाहा छैन र पनि म चाहिँ अब अरू बेला पनि हिँडिरहेकै हो।
केही छैन यस्तो पवित्र मन्थमा किन नहिँडेर होइन फुलहरू फुलहरू ओइलाइ जान्छ लग्दा लग्दै त ओइलाको अस्ति एउटा किनेर गएको ठ्याक्राकै 11 कुरा सक्यो अब म यहाँ फापर किन्छु फापर र चम्फा लग्नु पर्यो बहिनी फापर दिनु न 1 किलो अनि त्यो मैले त्यो मिक्सवाला के त्यो सात त्यो चम्पा त्यो कसरी केजी हो 300 हो र 200 होइन वहाँ गहुँ जङ मिसाएको चाहिँ 200 अनि चना केरो मकै बटमासहरू मिसाएको होइन त्यो 200 वाला चाहिँ लगेको मैले 100 मा आधी केजी लगेको ल अब 11 कुरा ठ्याक्राक आज सक्यो सामान पनि किने जहिले सामान हुन्छ अब चाहिँ म घरतिर लागेको घरतिर पुग्छु होला अब आधी घन्टा 45 मिनटमा 1 घन्टा नै लाग्छ होला बिस्तारै बिस्तारै जान्छु अनि घर सरसफाइ गर्न छ रिदिमा एक्लै छ होला निशा भोलि आइपुग्छ अहिले कल गरेको थियो निशाले भोलि आइपुग्छ आन्टी भने ल ल उसको काम सकेर अब चाहिँ म घरतिर लागेको मैले किनेर ल्याएको सनस्क्रिम अघि तिनचुलीबाट यो अनि यो काजलहरू यति हो घर आइपुगे निशा पनि आइपुगेछ निशाको नागरिकता बनाएर पनि आएछ है अब आएर ब्रेकफास्ट खान लाग्यो कति बजे 11:30 बजे अंडा रोटी मटर निशा किने फ्रिजमार्टमा फुलमा पानी हालेको माथि हाम्रो टमाटर कति फलेको छ फुलमा पानी हालिसक्यो बन्द गर्नु फुल हेर्नुहोस् होला यस्तो राम्रो सिन यस्तो राम्रो भ्यू हाम्रो यहाँबाट देखिन्छ कालो भइसकेको छ बादल अब पानी पर्ने बेला भयो पानी नि हाल्यो व्हाइट कलर पठाएछ ब्ल्याक भनेको मजाको रहेछ हावा चाहिँ मजाले दिने रहेछ दमदार लु ल लु ल तँलाई हावा चाहियो होइन ल ल ल ल लु